श्री शहीद स्मृति आवासीय माध्यमिक विद्यालय पोखरा 14 मजुरी पाटन कास्कीको गौरवमय 16औं वार्षिक उत्सवको अवसरमा आज मिति 2082 वैशाख 15 गति प्रभात फेरी कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा विद्यालयको प्राङ्गणबाट सुरुवात गरी झण्डै 5 किलोमिटर वरपर रहेका चौतरा, बाटोघाटो, मठ मन्दिर सरसफाई गरी कार्यक्रम सुसम्पन्न भएको छ। विशेष गरी हाम्रो उद्देश्य भनेको समाजमा सकारात्मक सन्देशको प्रवाहसँगै प्राकृतिक स्रोतको संरक्षण, जैविक विविधताको संरक्षण, सुरक्षित र सुन्दर वातावरणको सिर्जना र जलवायु परिवर्तनमा रोकथाम रहेको थियो। तपाईँ सम्पूर्णमा यही मिति 2082 वैशाख 16 गते बिहान 7 बजे विद्यालयको सभा हलमा हाम्रो 16औं वार्षिक उत्सव रहेको हुँदा तपाईहरू सम्पूर्णमा गरिमामय उपस्थितिको चाहना राख्दछौँ। सम्पूर्ण विद्यालय परिवार श्री शहीद स्मृति आवासीय माध्यमिक विद्यालय, धन्यवाद।